माछा यहाँनिर हाम्रो धर्मे भेनाले पाल्नु भएको छ। हेर्नु आउनुहोस् यहाँ। हामी चाहिँ माछा हेर्नु जाँदैछौँ। अर्ग्यानिक। यहाँ हाम्रो धर्मे भेनाले यत्रो माछा बनाउनु, यति लामो खतरा अरे यति लामो छ। कुन माछा? यो माछाको नाम त थाहा भएन है, तर यहाँ हेर्नुहोस्। उडी आउँछ क्या अब। इन्द्र होइल पाल्न आँट्यो क्या। माछा चाहिँ डरो भेनाले पाल्नु भयो। घाँस कटर। भात रुचेन भने रुचाउने बिकुममा आइगयो भन्छ हौ यसलाई चाहिँ। यहाँ बिकुममा गर्नु रहेछ ल। फुल्दैछ, कहीँ फलिसकेछ। यो चाहिँ भात रुचाउने भन्छ, खोइ के हो बिकुममा भन्छ। तितो हुन्छ भुटेर खाँदा, तर मिठो हुन्छ। भात चाहिँ रुचाउँछ। यहाँ चाहिँ अब भैँसी पालन गर्ने अरे भेनाले। पर घर यो चाहिँ अहिले टेम्परेरी भैँसी पालनको लागि। ल यो चाहिँ घाँस खेती गरेको। यहाँ चाहिँ घाँस छ। फर्म खोलेको भेनाले। दामी छन् ठाउँ त यार। दुःख गरे सुख मिल्छ भनेर भन्थ्यो। हो नि, हो जस्तो लाग्यो नि। अब चाहिँ माछा निकाल्ने हो। माछा कप्ला क्वाप। यो बाटोहरू सबैतिर छ सिरो, तर सर्पले हानिदिन्छ होला र टेन्सन भयो त। यस्तो घारी ओढ्नु खोइ बाटै छ नि त हौ। कालो सिमी पनि रहेछ यहाँ। टमाटर पनि रहेछ। केराको कुलो पौडी खेल्ने कुलो। यो माथिबाट आउँछ यो खतम खोलाको पानी। भरते भरते के छ? 2-4 शब्द राख्दे। भरते यो फर्मको जेठो छोरो। हाम्रो ध्रुव सर पनि हुन्छ। ध्रुव सरले झ्याल फिटिङ गरिसक्नु भयो। पानी सुकाइदिएछ अब माछा निकाल्नलाई। पशुपतिमा माछा चाहिँ होइन कि भ्यागुता चाहिँ पाउँछ भन्दै। तल पनि दामी बनाएको नि भेनालाई। त्यतिकै सानो हालेको छ। केराको बोट यो मैले लिएको उहाँबाट घरबाट। खतरा भइसक्यो।
भरतै भैँसी त के गरिस् अरे बाल्टिङले पानी उगाइदिएको अरे यहाँको पानी भरतै अब यहाँ त उता गर्नुपर्छ हाँ? रेली भेडाको केराबारी फर्ममा आएको छु तल पनि माछाको छ यहाँ पनि माछाको लाग्यो तलतिर घाम हुन्छ माछा तल माछा निकाल्ने तयारी हुँदैछ अहिले माछाको लागि रेडी हुँदैछ सबेरो केराबारी फर्ममा भेनाको फर्ममा लै डेन्जर भेनाले डेन्जर बनाएको छ डेन्जर दुःख गरेको छ ओइ यहाँ मकैबारी मकै छरेर छ त्यसरी बाख्रा पालन हो यहाँ